नमस्कार शिक्षक साथीहरू, म विज्ञान शिक्षक शङ्कर अधिकारी। आज तपाईहरुलाई यो भिडियो मार्फत विद्यार्थीहरूलाई कसरी ठोस, तरल र ग्यास पदार्थमा अणुहरू रहेका हुन्छन् र त्यसमा कसरी तापको प्रसारण भएको हुन्छ अथवा ध्वनिको प्रसारण भएको हुन्छ भनेर देखाउन खोजेको छ। सुरुमा विद्यार्थीहरूलाई एकै ठाउँमा बस्न लगाउने र त्यसलाई ठोस पदार्थमा रहेका अणुहरूको अवस्था हो भनी बताइएको छ र त्यसमा कसरी ताप अथवा ध्वनिको प्रसारण भएको हुन्छ भनेर खेल्न सिकाइएको छ। त्यसरी नै विद्यार्थीहरूलाई फेरि केही पर बस्न लगाएर त्यो तरल पदार्थमा रहेका अणुहरूको अवस्था हो भनेर बताइएको छ र कम्पन खेल मार्फत ताप र ध्वनिको प्रसारण भएको देखाइएको छ। फेरि विद्यार्थीहरूलाई त्यसभन्दा पनि केही पर बस्न लगाएर ग्यास अवस्थामा, ग्यास पदार्थमा कसरी अणुहरू रहेका हुन्छन् भनेर खेल्न सिकाइएको छ र नमिलेका विद्यार्थीहरूलाई एकै ठाउँबाट अर्को ठाउँमा सारेर मिलाइएको छ र फेरि उही पुरानै तरिकाबाट कम्पन देखाएर कसरी ग्यास पदार्थमा ताप तथा ध्वनिको प्रसारण हुन्छ भनेर देखाइएको छ। यसरी विद्यार्थीहरूलाई खेलको मार्फत सिकाउँदाखेरि उनीहरूले सजिलै सिक्न सक्दो रहेछन् र मेरो अन्य भिडियोहरूको लागि च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला है त। सबैजनालाई धेरै धेरै धन्यवाद छ। नमस्कार।